आज वैशाख 16 गते कञ्चनपुर, डडेलधुरा, डोटी र त्यसको आसपासको जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी सहित आसपासको जिल्ला, गण्डकी, बागमती प्रदेशका नवलपुर, चितवन लगायत आसपासका जिल्ला, मध्य प्रदेशका बारा, पर्सा, धनुषा सहित आसपासका जिल्ला र कोशी प्रदेशको झापा र मोरङ सहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनका लागि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। अनि मोडलिङ उहाँहरूले गर्नुहुन्छ, उहाँहरूले हेर्नुहुन्छ, उहाँहरूले त्यो मेसेज हामीलाई पठाउनुहुन्छ र त्यही हिसाबले उच्च स्तरीय सतर्कता अपनाउनु पर्ने बेला भएपछि हामीले देशभरि नै यसका लागि अलर्ट जारी गर्छौँ। त्यही अलर्ट जारी गरेको अवस्था हो। अब यसमा के हुनसक्छ त भन्ने उसमा चाहिँ हामीले अहिलेको पूर्वानुमान के हो भनेपछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित पानी पर्ने यो प्रणाली चाहिँ तपाईँको सुरुमा पश्चिमतिरबाट सुरु भएर क्रमशः पूर्वतिर सर्दै जाने भन्ने सम्भावना छ। यसले अब यो आसपासका जिल्ला भने पनि तपाईँको यो पहाडी जिल्लाहरू सबै र तराईको जिल्लाहरू सबैमा चाहिँ अहिले उहाँहरूले कलर गर्नुभएको छ। सतर्क रहने अलर्टको कलर गरेर अहिले भर्खरै आएको योभन्दा अगाडि नोटिसमा त्यो छ। त्यही हिसाबले हामीले के भनेका हौँ भनेपछि यी जिल्लाहरू र आसपासका जिल्ला भन्दै गर्दाखेरि पुरै तराई, मध्य पहाडी एरियाका सबै ठाउँहरूमा चाहे तीव्र गतिले हावाहुरी चल्ने, अब यो तीव्र गतिले हावाहुरी चल्नेका कारणले हुने असरहरू जे हुनसक्छ त्यसबाट सचेत रहनु पर्यो। त्यसै गरी यसमा मेघगर्जन सहित चट्याङ भनेको छ। चट्याङ अहिले धेरै क्षति गरिरहेको छ। चट्याङले मानवीय क्षति पनि धेरै गरिरहेको छ। अनि त्यसै गरी पशु चौपायामा पनि क्षति छ। त्यसो हिसाबले चट्याङबाट पनि जोग्ने उपाय गर्नु पर्यो भन्ने हिसाबले चाहिँ हामीले यो सूचना जारी गरेका हौँ। अब यसमा जस्तो अब जति बेला यो फेरि सबैमा एकै टाइममा हुने होइन। जस्तो तपाईँको एरियामा अहिले चट्याङ पर्न थाल्यो, बादल कालो भयो, मेघगर्जन सुरु भयो, हावाहुरी चल्न थाल्यो भने सबैभन्दा पहिले त घरभित्र गएर बस्दिनु पर्यो सुरक्षित स्थानमा। अनि त्यसै गरी घरभित्र बस्दै गर्दा पनि झ्याल ढोका पनि बन्द गरिदिनु पर्यो। अनि अर्को चाहिँ तपाईँको यदि तपाईँको घरभित्र या बाहिर आगो बाल्नु भएको छ भने त्यो त निभाइहाल्नु पर्यो। त्यसले आगलागी गराउन सक्छ। घरलाई पनि जोखिम भयो, अरू घरलाई पनि जोखिम हुने। यो तीव्र गतिको हावाहुरी छ, लगेर अर्को ठाउँमा वन जङ्गलमा आगो लगाइदिन सक्छ या हाम्रा खेतीबारीका केही कुराहरू बाहिर हुन्छ त्यहाँ आगो लगाउन सक्छ। त्यसो भएको हुनाले बाहिर भएको आगो चाहिँ निभाइदिइहाल्नु पर्यो तत्कालै। र घरभित्र आगो बाल्दा पनि झ्यालहरू ढोकाहरू सबै राम्रोसँग बन्द गरेर निगरानीमा मात्रै बालेर हाम्रो चलन छ नि त, केही कुरा त्यसमा राखिदियो, आफू चाहिँ अरू कामतिर लाग्यो, त्यसो होइन। हावाहुरी चलेका बेला एकदमै सचेत हुनुपर्छ भने त्यो पनि हामीले सावधानीका लागि अनुरोध गरेका छौँ आम जनमानसमा। त्यसै गरी कमजोर लड्न सक्ने संरचनाको नजिक बस्दिनु भएन। अग्ला रुखहरू ढल्न सक्छन् जोरको हावाहुरीमा। बिजुलीको खम्बा, त्यसै गरी टेलिफोनको खम्बा र अरू कुनै खम्बाहरू छन् भने अरू सर्भिसेसको पनि त्यसको मुनि बस्नु भएन। र बिजुलीको तार एक्कासी लत्रिन गयो भने त्यसबाट अलि टाढा बस्नु पर्यो, छुनु भएन, करेन्टले नोक्सानको पुर्याउन सक्छ। त्यसै गरी अर्को चाहिँ यसमा के हुन्छ भनेपछि घरको छानाहरू, जस्ताको पाताहरू लगायत अरू कुराहरू उडाएर पनि ल्याउन सक्ने भयो यसले, स्पिड बढी आयो भने। अनि त्यसबाट पनि जोगिनलाई आफू चनाखो बस्नु पर्यो। त्यही भएर हामीले घरभित्र बस्यो भने यी कुराहरूबाट जोगिन्छ भन्ने हिसाबले भनेको हो। र सँगसँगै अब यो अपडेट पनि रहनु पर्यो। किनभने एक्कासी कहिलेकाहीँ हामीले भनेकै ठाउँमा नभइकन अलि दायाँ बायाँ तलमाथि पनि त यो त सिफ्ट हुनसक्छ, बग्न सक्ने भयो। अनि त्यसो भएको हुनाले सबैतिर सतर्क पनि हुनु पर्यो। र जल तथा मौसम विज्ञान विभागले हाम्रो अब 2-2 घन्टामा पनि अपडेट दिइरहन्छ। कहिलेकाहीँ आवश्यक कुनै परिवर्तन आयो भने तुरुन्त पनि अपडेट दिन्छ। उहाँहरूको त्यो अपडेटहरू आइरहन्छ। त्यो अपडेटसँग पनि जानकारी राखिराख्नु पर्यो र हामीले पनि कुनै आवश्यकता पर्यो भने अपडेट गर्छ, त्यो पनि जानकारी राखिराख्नु पर्यो। र त्यसै गरी यो त भयो आम जनमानसका लागि। जुन हाम्रो सुरक्षा निकाय छ, त्यसै गरी जिल्ला विपद व्यवस्थापन समिति छ सिडिओ साहबको नेतृत्वमा, त्यसै गरी भोलिन्टियर साथीहरू हुनुहुन्छ, त्यसै गरी कम्युनिटीमा काम गर्ने अर्गनाइजेसनहरू हुन्छ, सबैले सतर्कताका लागि हाम्रो सन्देश, त्यसै गरी डिएचएमको सन्देशलाई आम जनतासम्म पुर्याइ पनि दिनु पर्यो। र यो कारणले कुनै दुर्घटना हुनसक्छ है भनेर त्यो भइहालेमा प्रतिकार कसरी गर्ने भनेर पूर्व तयारीको अवस्थामा बसिराख्नु पर्यो। यो चाहिँ हाई अलर्ट जारी गरिएको सुरक्षा निकाय र जिल्लाहरूलाई पनि अलर्टमा बसिरहनलाई पनि हामीले सूचना जारी गरेको हो। अब यात्रा गरिरहेको साथीहरूले के गर्ने भन्ने सम्बन्धमा अब यो मैले यहाँलाई भने जस्तै
बेलुका सुरु भएर भोलि बिहानसम्म सकिने भने पनि बेलुका सुरु भएकै ठाउँमा भोलि बिहानसम्म रहिरहने होइन र बेलुका सुरु भएपछि यो सब सिफ्ट पनि हुँदै जाने हो। त्यसो भएको हुनाले कुनै यात्रा गरिरहनु भएको छ भने यहाँले के गर्नु पर्यो भने हावाहुरी चल्न थाले त थाहा भइहाल्छ। एक्कासी ठुलो चलिहाल्ने हो भने त पहिले थोरथोरै आउँछ अनि बढ्दै बढ्दै जान्छ नि त ठुलो चल्नलाई। अनि हावाहुरी चल्न सुरु भयो भने सुरक्षित स्थान कहाँनिर छ? अग्ला रुखको मुनि सुरक्षित स्थान हुन सक्दैन, रुख खसेर तपाईँको भेहिकल सहितै च्यापिने सम्भावना हुन्छ। त्यसो भएको हुनाले सुरक्षित स्थानहरूमा घरहरूको नजिक त्यस्तो ठाउँमा गएर चाहिँ गाडी पार्क गर्ने र आफू पनि रोकिने र पूर्ण रूपमा यो घटिसकेपछि मात्रै यात्रा गर्ने। र प्लेनका सम्बन्धमा चाहिँ हामीले यहाँबाट भन्दा पनि प्लेनहरूको चाहिँ आफ्नै सिस्टम हुन्छ। उहाँहरूले कहाँ ल्यान्ड गर्ने, यदि टर्बुलेन्स भयो भने उहाँहरूले सिफ्ट गर्नुहुन्छ, रुट सिफ्ट गर्नुहुन्छ। अनि बस्न नसकिने ठाउँ भने अर्को ठाउँमा लगेर उहाँहरूले चाहिँ प्लेन ल्यान्डिङ गर्छ। त्यो प्लेनका सम्बन्धमा चाहिँ त्यो सबै जसो हाम्रो टावरहरूमा जहाँ जहाँ तपाईँको हाम्रो एयरपोर्टहरू छ त्यहाँ नै मौसमको आफ्नो त्यहाँ हेर्ने सबै प्रणाली छ, त्यही हिसाबले खबर गर्ने पनि प्रणाली छ। प्लेनका सम्बन्धमा चाहिँ उहाँहरूले नै आफै प्राधिकरणको प्रणालीले नै काम गर्छ। त्यसमा कुनै ठाउँमा कुनै दुर्घटना भइहालेमा हाम्रो नेपाल प्रहरीको नम्बर छ 100, त्यसमा खबर गर्ने। अनि त्यसै गरी सशस्त्र प्रहरीको नम्बर छ, त्यसै गरी हाम्रो विपद उद्धारको पनि 1149 छ। त्यो नम्बरहरूमा सम्पर्क गर्नुभयो भने यहाँले पाउनुपर्ने फास्ट रेस्पोन्स कसरी गर्न सकिन्छ त्यसका लागि हामी तम तयार नै बसेका छौँ। सबै सुरक्षा निकाय र हामी विपद उद्धारका लागि अलर्ट पोजिसनमै हुन्छौँ। हामीले यो अब हिजोदेखि नै डिएचएमले र हिजोदेखि हामीले पनि यो सूचना प्रसारित गरिरहेछौँ। अहिले तपाईँको सबै जसो न्युज च्यानलहरूमा तपाईँ पनि त्यही भएर सोध्दै आउनुभयो, सञ्चार माध्यमबाट भइरहेछ, टेलिभिजनबाट मात्रै नभइकन हामी एफएमबाट र स्थानीय उसबाट पनि गरेका छौँ। त्यसै गरी लोकल स्तरमा पनि हाम्रो एलओइसीजहरू छ। अनि उहाँहरूले पनि आफ्नो मैले चाहिँ उहाँहरूको सामाजिक सञ्जालमा हेरेका थिएँ भनेपछि त्यही हिसाबले मेसेजिङ उहाँले चाहिँ जनतासँग गरिरहनु भएको छ। र खेतबारीमा काम गर्नेका हकमा पनि के हो भनेपछि अब बेलुकातिर छ खेतबारी काम त लगभग बन्द भएको बेला हुन्छ, गर्दै हुनुहुन्छ भने पनि हावाहुरी चट्याङ आयो भने आज मात्रै होइन, यो त जहिले पनि यो तपाईँको प्रिमनसुनको सिजन हो। हावाहुरी चट्याङको त जहिले पनि परिरहन सक्छ। यो फेरि अहिले अलिक ठुलो भावनाले देशव्यापी भावनाले हामीले यसरी मेसेजिङ गऱ्यौँ। अरू बेला पनि हामीले चाहिँ त्यो मेसेजहरू चट्याङ आउँदाखेरि के गर्ने, चट्याङबाट जोगिन के गर्ने, अनि ठुलो हावाहुरी आउँदाखेरि कसरी जोगिने भन्ने मेसेजहरू हामी विभिन्न भाषामा नेपालीमा मात्रै नभइकन हामी थारू, मैथिली, अवधी लगायत विभिन्न अरू भाषाहरूमा पनि हामीले प्रकाशित र प्रसारित गरेर हुन्छौँ। त्यो पनि जनमानससँग पुगेकै छ। त्यही हिसाबले चाहिँ के गर्ने के नगर्ने भन्ने कुरामा चाहिँ क्लियर भइदिनका लागि र सुरक्षित रहनका लागि म अनुरोध गर्न चाहन्छु।